हेलो गाइज वेलकम ब्याक टु माई ब्लग है। म चाहिँ आज खेतमा आएको थिएँ मेरो खेतमा। अनि गैडा आयो भन्दा बताउँदैनन् मान्छेहरू। सक्नुहुन्छ हाम्रो गैडा यसरी हिँड्दै हिँड्दै आउनुभयो है। यो पुरै छाप हो पाइलाको, यत्रो पाइला हुन्छ। उहाँबाट आएको रहेछ ऊ त्यसरी तोरी मार्दै 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 यसरी आएर यसरी गएको रहेछ। यस्तो विधि गरेपछि अनि के रहने के यसरी आइरहेछ, यसरी गएको छ। यहाँबाट उक्लिएर अनि कता जानुभयो होला सोल्टी। ए बाटबाट फेरि यहाँ चाहिँ गर्नुहुन्न भनेर होला के हो। यहाँ कुच्चिनु पर्ने प्लास्टिकहरू कुच्चिएको छैन, थाहा पनि छैन। यहाँ चाहिँ यति चाहिँ छ, यहाँसम्म चाहिँ छ। त्यसपछि चाहिँ यताबाट गयो जस्तो हो। अनि यताबाट गयो होला, तर छाप देखाएको छैन यहाँ। यहीँबाट गएको रहेछ। यो चाहिँ बाटो हो भन्ने थाहा पाएर होला। मेरो खेतमा चाहिँ फेरि जता पाए त्यता हिँड्ने हिम्मत गर्दैनन् कि गैडा होसियार बाघ। अनि कहाँबाट गयो होला मम्मी? आलुमा गएको भए त भत्किन्थ्यो नि यिनीहरू। यता यता ए मैले बुझिनँ। अब म बुझेपछि फेरि भिडियो बनाउँछु ल।